हाई गाइस, म चाहिँ आज यहाँ श्रीजीको घर जाँदैछु हो। साथी आइरहेको छ नि त एलिजा हो, अन्त श्रीजीको भाइ पनि आइरहेछ। अन्त उनीहरूलाई भेट्नुको लागि म श्रीजीको घर जाँदैछु। पानी पर्दै थियो कि गाइस, रेनकोट लगाएर आएको हेर्नु न, भुत बौलीहरू रहेछ। म जाँदैछु, देखाउँछु ल तपाईँहरूलाई पनि। तपाईँहरूलाई देखाउँछु ल को छ भनेर। हेलो हेलो हेलो, यहाँ चाहिँ छ एलिजा। ऊ चाहिँ फुटबल हेर्न आएको है। कुन चाहिँ हो तिम्रो टिम भनिदेऊ न। फेभरेट प्लेयर, बेस्ट प्लेयर निम्दु लेप्चा। ओ यहाँ चाहिँ घरको मालकिन के पकाउँदैछौ? यहाँ हेलो भनिदेऊ न। ओ थ्याङ्क यू सो मच। यहाँ चाहिँ अकबरे बनाउँदैछ एलिजाबेथले। दुई सुन्जले त आछ होला। यसरी कामेको धरर कामेको नि म आउँदैन कि भनेर। यहाँ चाहिँ हिजोको फुटबलको गफ हुँदैछ। लगा थिए तर पनि कस्तो पानी परेको भिजेको। कोक खाँदै आक्रमण उयो त गोला खाँदै कसो भयो रे? भन न भन न कसो गरेर भन न। एलिजाले अचार बनाउँदैछ थुक्पाको लागि। ल ल कुकले ल ल फेरि गर न। ल यो हाल्दिनु ल खाली नि हाल्दैछ। ग्यास अलिक ठुलो पार आउँदैन कि गाइस, यहाँ चाहिँ थुक्पा प्रोसेसिङ हुँदैछ हो। गाइस, हामीलाई चाहिँ खुबसुरत धोका भयो नि। अचार खुवाउँ भनेको थियो कि बत्ती गएर सबै रेडी गरेर यहाँ रेडी राखिरहेको थियो कि बत्ती गएर हौडे भयो। हौडे एकदमै रिसै उठ्दो। यहाँ चाहिँ के रहेछ? अन्डा एक थुक्पा। जस केटीले खाना चाहिँ दामी बनाउँछ। अब काम गर्न जानु पर्यो खाना बनाउनको लागि। सेफहरू चाहिएको छ भने यता कन्ट्याक्ट गर्दा हुन्छ है गाइस। म चाहिँ यहाँ थुक्पासँग खानुको लागि वाइवे बनाउँदैछु हो। Maybe in another life here, I will hit him with a table instead of waiting for karma to hit him. Wow. अचार चाहिँ धोका भयो गाइस, धोका खुबसुरत धोका। बत्तीले धोका दियो। यहीँतिर मात्रै छैन बत्ती चाहिँ, पारीतिर सबै जग्गामा छ हो। अघि थिएन नि त उता। ए खोर्सानी पनि छैन छ वाइवेमा। यहाँ पनि धोका। थुक्पामा चाहिँ वाइवाई हालेर तिमीले हालिदिउँ। Thank you. Welcome. Ito to koy, mo to mong gawin lagi. प्याज प्याज डाल दो. इधर आओ न इधर। बाय बाय. अंश प्याज खाँदैन? ए दिदी भाइ खाँदैन माछा कुराहरू फेरि बस फ्रिजु। It tastes good. अब चाहिँ टेस्ट गरेर देखाउँछु ल। खाएकै छैन हेरेर नआएको हेरेर। अंश पे घुमा जाना ना। अंश पे घुमा छ। मिठो भएछ। है यस्तो खानाहरू मात्रै मनपर्छ मलाई त, बोइल मात्रै। यो चाहिँ भाइले खाँदैछ हो। फ्रिजु खाऊ। कस्तो भएछ तिमीलाई? मिठो भएछ? आफै बनाएको वाइवे हालेनौ? यो चाहिँ अझै यति रहेको छ गाइस। एलीले पनि खाँदैछ। फुल आम्बो खानु सक्छ। ओ साच्चै के साह्रो गाइस, फाइनली बत्ती आयो। हामी आज खाँदा फेरि अचार पिस्दैछ यहाँ।
अचार छ भने त फेरि भिन्दै टेस्ट हुन्छ नि त, त्यस्तो भइरहेको थियो कि फेरि अचार पिसेर खानेवाला छौँ। ए अचार आयो हाम्रो लसुनको अचार, यहाँ हालिदेऊ न मलाई। थ्याङ्क यू। कस्तो किलो ल गाइस अब चाहिँ खाइसक्यौँ हो। यहाँ म चाहिँ भाँडा धुनु, यहाँ हाम्रो भाँडा धुने केटी यहाँ हेर्नुहोस्, बिचरा भाँडा धुइदिँदैछ। यो पनि धुइदेऊ न, थ्याङ्क यू। यता घर सफा गर्दैछ हो। म चाहिँ खाइसकेँ कि अब एकछिनबाट घर लाग्दिन्छु। खानु मात्रै आएको थियो भन्नु छु है त है। यो भयो अचार खाएर मजा पनि आयो हो, एकदमै मिठो भयो। अब चाहिँ म घर फर्केको हो, खानाहरू पनि खाइसकेँ, थुक्पा खाएँ, खाना त होइन। उनीहरू चाहिँ मलाई पुऱ्याउनु जाँदैछ। यहाँ हेरिदेऊ न, बाई बाई। बाई बाई गाइस, थ्याङ्क यू सो मच फर वाचिङ। आजको भिडियो यति नै थियो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला। बाई बाई, सी यू अन माई नेक्स्ट भिडियोज।